द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसनबाट चर्चा पाएका चर्चित यी प्रतियोगीहरूको बिना म्युजिक पनि स्वर यति राम्रो सुनिन्छ। कुन प्रतियोगीले कुन गीत कतिको मिठो गाउन सक्छन्, यो भिडियोले अन्तिमसम्म हेर्नुहोला। लास्टमा रहेको प्रतियोगीको दमदार आवाज सुनिएको छ। दर्शकवृन्द, द भोइस अफ नेपाल सिजन 7 को ब्लाइन्ड अडिसनबाट भाइरल बनेका यी प्रतियोगीहरूको बिना म्युजिक पनि आवाज यति मिठो सुनिन्छ। बिना म्युजिक भविका पुनको आवाज यस्तो मिठो सुनिन्छ। रुकना सहर देखा छैन, ठुलो महल बनाई बस्ने त्यो नि मेरो रहर होइन। त्यस्तै रञ्जिता विश्वकर्माको बिना म्युजिकको गीत पनि यति मिठो र कर्णप्रिय सुनिएको छ। छाडेर काम सारा एक काम रोजिरहेछु, यो देशमा एउटा मानिस खोजिरहेछु। त्यस्तै बिना म्युजिक निता मगरको आवाज यस्तो मिठो सुनिन्छ। मिठो गीत गायो हिउँले सरी यो त्यस्तै सञ्जिता धुराको आवाज बिना म्युजिक पनि यति मिठो सुनिएको छ। त्यस्तै बिना म्युजिक पनि कोइले झैं मिठो आवाज अञ्जना सारू मगरको स्वर यति मिठो सुनिन्छ। श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेवा। श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेवा। माया आउनु भो कहिले नि, आउनु भो कहिले नि, मायालाई सपनीमा देख्या थिएँ मैले नि, गाउँ सहरमा दरबार मायालाई दिने थिए फूल जस्तो जोबाना, भइसक्यो मेरो घरबार। दर्शकवृन्द, तपाईहरुलाई यी प्रतियोगीहरुमध्ये बिना म्युजिक कुन प्रतियोगीको आवाज राम्रो लाग्यो तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। र यो भिडियो तथा जानकारी मन परेमा भिडियोलाई लाइक शेयर र तपाईं हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर हामीसँग जोडिनुहोला। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा तपाईहरु सम्पूर्णलाई धेरै धेरै धन्यवाद।